एउटा विज्ञापन बनाएको छु, हेर्नुहोस् है, सुन्नुहोस् कस्तो लाग्छ, प्रतिक्रिया दिनु होला। आजको व्यस्त जीवन, तनाव, रोग र अशान्तिले तपाईलाई पुरा सुन्नुभन्दा अगाडि तपाईँलाई यो बिचमा भएको म तपाईँलाई कहानी भन्न चाहन्छु। एकजना अङ्कल हुनुहुन्थ्यो, उहाँले मलाई चाहिँ योग सम्बन्धी उहाँले चाहिँ एउटा योगा सञ्चालन गर्नुभएको रहेछ अनि त्यसको विषयमा चाहिँ उहाँलाई एउटा विज्ञापन चाहिएको रहेछ। अनि विज्ञापन चाहिँदाखेरि चाहिँ उहाँले मलाई भन्नुभयो, म मेरो आँखा जचाउन गएको थिएँ, त्यतिखेर उहाँले मलाई भन्नुभयो यस्तो यस्तो भएको छ, हाम्रो लागि एउटा विज्ञापन बनाइदिनु पऱ्यो भनेर। अनि मैले सोचेँ हुन्छ अङ्कल मलाई भन्नुहोस् भनेर भने वाट्सएप नम्बर दिएँ, छोडेँ, आएँ। अनि त्यसपछि आइसकेपछि उहाँले मलाई वाट्सएप गर्नुभयो। वाट्सएपमा अब उहाँले बोलेर चाहिँ के भन्नुपर्ने, के विशेषता हो, के हो खासमा भनेर उहाँले मलाई जानकारी दिनुभयो। मौकाको फाइदा उठाऊँ, मुहूर्तको फाइदा उठाऊँ, स्वस्थ रहूँ, निरोग रहूँ र समृद्ध हूँ। जरुर आफू स्वस्थ जीवन विज्ञानद्वारा सञ्चालित प्रत्येक दिन ध्यान योग प्राणायाम शिविरमा सहभागी भएर जरुर आफू स्वस्थ यस्ता यो दुईटैको मिक्सअप गरेर मिलाएर बनाएर मलाई पठाउनुहोस् न। मैले त्यसलाई चाहिँ यसरी बनाएँ। आजको व्यस्त जीवन, तनाव, रोग र अशान्तिले तपाईलाई थकित बनाइरहेको छ। अब हामीले समाधान लिएर आएका छौँ, ध्यान योग र प्राणायाम। जीवन विज्ञान मध्य प्रदेशको आयोजनामा चन्द्रपुर 5 मा प्रत्येक दिन बिहान 5 बजेदेखि सभा 6 बजेसम्म नियमित ध्यान योग प्राणायाम शिविर सञ्चालन भइरहेको छ। यस शिविरमा सहभागी भई मन भिडियो अन्तिमसम्म हेरिदिनु भएको लागि धन्यवाद छ। तपाईँलाई मैले बनाएको विज्ञापन कस्तो लाग्यो? एकदमै राम्रो लागेको छ भने लाइक पनि गरिदिनुहोस्, सेयर पनि गरिदिनुहोस्। रेडियोको जर्नीमा यस्तो रमाइलो कुराकानी हुन्छन्। अनि त्यसै गरी विज्ञापनको विषयमा तल कमेन्ट पनि गरिदिनु होला। धन्यवाद।